Now, what's up, everyone? This is Boysudi from Noakot, and welcome back to my another episode of R1 Box Nepal. अहिले चाहिँ म यहाँ गोलुङामा छु हैन फुत्तै निस्किरह्यो यार आज चाहिँ म उता के भन्छ मा धन्नै छुएन हौ रनमतीको चाहिँ फर्स्टमै धन्नै छु यार छोडिदिउँ होइन अनि अहिले चाहिँ म कहाँ जानला भने के भन्छ झन्डाबाग जान लागेको तिनजना हालेर यहीँ पुलिस चौकी छ पुलिस चौकी यताबाट तिनजना बा इभी बत्या कस्तो बत्या हो इभी त थत डेन्जर महाकाडक्स लगभग 70 पुग्न लागिसकेको थियो हौ त्यस्तो कुदाइदिएर कुदाइ चाहिँ हो मान्नुपर्छ यार इभी चाहिँ ओभर कुदाइदिने हो क्या त्यही भएर रनमती इभीहरूलाई सब लिमिटेड लाग्यो लिमिटेड टाइम दिएको छ क्या त्यहाँ चाहिँ एउटा चौकीबाट अर्को चौकीसम्म जस कहाँको हो नि छरे चौकीबाट गुर्जे चौकीसम्म चाहिँ कति लगभग 50 मिनट के 1 घन्टा भन्ने हो क्या अरे जस त्यो भन्दा भित्र आयो भने चाहिँ चिट्छ फाइन छ जस्तो लागेको थियो मलाई यस्तो वाइल हानिदिन्छ अनि 50 मिनट नै लाग्दैन होला हौ यहाँबाट चाहिँ लेफ्ट लाग्नुपर्ने हुन्छ यहाँबाट चाहिँ हल्का छिटो हुन्छ नि त मलाई जानलाई नत्र उताबाट लाग्यो भने चाहिँ उताबाट गयो भने चाहिँ अलि फेरि माथि फर्केर आउनुपर्छ यहाँबाट चाहिँ हल्का नजिक पर्छ तर बाटो चाहिँ ठाडोको ठाडै छ यार स्कर्पियो बाटो बन्द छ कि के हो बाटै बन्द छ जस्तो लाग्यो बाइकमा त जान्छ होला सायद ल है बाइक चाहिँ जाने रहेछ धन्नमा नत्र फर्किनु पर्थ्यो टेन्सन केही छैन धन्न रनमतीको छोरी बाइक चाहिँ आउने छिर्ने ठाउँ रहेछ यार तर त्यहाँ पहिल्यै बाटो बन्द छ भनेर लेख्नु पर्ने हो यार बाटो बन्दै छ अथवा बन्द छ भनेर बा जोडी त वाइल चलिरहेको छ त यहाँबाट लेफ्ट लाग्यो चाहिँ जानुपर्ने हुन्छ तर ट्याक्सी उक्लिरहेन जस्तो लाग्यो साथी त गयो यार जान्छ हाम्रो नि ढुक्कै हो त्यो ट्याक्सी चाहिँ नउलिरहेको रहेछ इभी रहेछ हौ त्यही पनि गर्न चाहिँ प्रायः ढलान भइसकेको रहेछ अहिले सबै ढलान भएर नि भत्किसक्यो यार कति पहिला आएको थिएँ म भनेपछि लगभग 2-3 वर्ष अगाडि आएको थिएँ आउन चाहिँ लुक एट दिस भवाल चन्दा चाहिँ भवाले फर्काएर चाहिँ नेपालको पहिला चाहिँ लगभग म 2-3 वर्ष अगाडि आएको थिएँ क्या यहाँ पहिला चाहिँ यस्तो थिएन अहिले चाहिँ भवाले बनाएको रहेछ होइन सो नाउ लुक एट दिस फ्ल्याग चाहिँ भवालै ठुलो छ मान्छेहरू नि आइरहेको रहेछ है यहाँ चाहिँ I don't ever slow up, no I don't take shit. I got no love for the fakeness. If you wanna play tough and wanna hate this, I won't show up. I don't ever slow up, no I don't take shit. I got no
and wanna hate this. भ्यूहरू चाहिँ राम्रै देखिने रहेछ यहाँबाट भ्यूहरू चाहिँ राम्रै देखिने रहेछ होइन बाटो चाहिँ यस्तै हो तर पुरै चाहिँ छैन आधी चाहिँ यस्तै यस्तै छ लगभग बाटो एन्ड आधी बाटो चाहिँ भिडियो भएन चाहिँ मेरो चाहिँ फोन आएछ त्यही भएर भिडियो भएन छ ठिकै छ केही छैन त्यही पनि अब अहिले गर्दैछु अब कोही साउन्ड पनि कस्तो क्यार आइरहेछ र अनुमति के हो महाकाड केले साथ दिएन भने जस्तो एउटा मिल्यो अर्को मिल्दैन र अनुमतिको छोरी केही न केही त बिग्रेकै हुन्छ क्या मेरो चाहिँ मलाई भिडियोमा सो यस्तै हो एउटा गर्न खोजे अर्को बिग्रिन्छ अर्को गर्न खोजे अर्को बिग्रिन्छ होइन सो अहिलेलाई चाहिँ जस्तो छ त्यस्तै म्यानेज गरेर हेर्नु होला होइन म नि म्यानेज गरेरै बनाउने छु म्यानेजरहरू छैन के गर्नु म्यानेज नगरौँ भने पनि छैन है म्यानेज गर्नै पर्ने हुन्छ बाटो चाहिँ लगभग आधीभन्दा बढी चाहिँ पिच भइसकेको रहेछ पिच ढलान सलान भइसक्यो पिच भन्दा नि सब ढलान भयो रहेछ होइन आधीभन्दा बढी पहिला चाहिँ थिएन यस्तो पहिला चाहिँ थिएन यस्तो सब त्यो हिलो थियो क्या अहिले चाहिँ ग्राभलहरू नि अलिअलि थप्या रहेछ अलिअलि के भन्नु थप्या होला थप्न त तर पुरै त्यो हिलोले छोप्यो होला कि यहाँसम्म मात्रै हो होइन यहाँबाट त्यो सब तलसम्म ढलानै ढलान छ सबै अफरोडिङ चाहिँ त्यति मात्रै हो है धेरै छैन लगभग 400-500 मिटर होला मलाई जहाँसम्म लाग्छ 400-500 मिटर होला त्यस्तै होला होइन कस्तो हेऱ्यो हौ बुनु हेलो सो थ्याङ्क यू फर वाचिङ दिस भिडियो अनि आजको भिडियो के कस्तो लाग्यो कमेन्ट गर्नु होला होइन अनि यदि हजुरहरू मेरो युट्युब च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्नु नबिर्सिनु होला सो आजलाई यति भन्दै